Hello and namaste everyone. Tear Stockको सेकेन्ड एपिसोड अफ सेकेन्ड सिजन आइसकेको छ 2026 सँगै अब हामी सिजन 2मा छौँ। आज चाहिँ टियर स्टकमा फर्स्ट टाइम गेस्ट लिएर आएको छु र आज चाहिँ मसँग हुनुहुन्छ रोजीजी। रोजीजी वेलकम हजुरलाई। थ्याङ्क यू सो मच बोलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। के छ रोजीजी, सन्चै आरामै हुनुहुन्छ? एकदमै। हजुरको के छ? ठिक छ म्याम। अनि रोजीजी चाहिँ अलिकति आफ्नो एउटा इन्ट्रोडक्सन दिनुहोस् न हाम्रो भ्युअर्सहरूलाई। सो यहाँहरू सम्पूर्णलाई मेरो तर्फबाट नमस्ते। म चाहिँ रोजी लामिछाने। अब टेक्निकली भन्नुपर्दाखेरि स्ट्रगलिङ आर्टिस्ट, कन्टेन्ट क्रिएटर, सोसल वर्कर एज वेल एज द फ्रिलान्सर। सोसल वर्कर पनि हुनुहुन्छ हजुर? हजुर हजुर, अलिअलि भोलिन्टियर्स। के फिल्डमा काम गर्नुभएको छ? मैले चाहिँ एनजिओहरूतिर अलिअलि भोलिन्टियर्सहरू गर्छु। कस्तो खालको एनजिओहरू? अब यो अर्फनेजहरूतिर भयो। ए, अनि मेरो ओके। आफ्नै दिदी मिनाजहरूको पनि एनजिओ छ एउटा। ए हजुर। सो त्यसमा एज अ टिम मेम्बर पनि काम गरेर आउँछु, इभेन्टहरू हुँदाखेरि स्पेसली। ए हजुर, अर्फेन चिल्ड्रेनहरूको लागि हजुर, हजुर, राख्नु भएको छ। धेरै राम्रो काम गर्दै आउनु भएको रहेछ। Thank रोजीजी र म चाहिँ अलिकति केही समयदेखि 4-5 वर्षदेखिको साथी हौँ। हामी पनि म पनि यही फिल्डमा हामी म्युजिक फिल्डमा भनौँ, विशेष गरी त्यो फिल्डमा हामी सहकार्य गर्ने गर्दै गर्दाखेरि भेट भएको हो र हामी राम्रै साथी हौँ। र आज हामी टियर स्टकको सेकेन्ड एपिसोडमा छौँ र आज चाहिँ हामीले विशेष गरी रोजीजीसँग यो फिल्म मेकिङको जर्नी कस्तो हुन्छ अथवा एज अ आर्टिस्टको पर्सपेक्टिभबाट कस्तो हुन्छ, के च्यालेन्जहरू आउँदो रहेछन्, अनि फ्यामिलीसँग कस्तो खालको चाहिँ अब भनेर निस्किनु पर्नेदेखि लिएर फ्यामिलीलाई कसरी बुझाउने त होइन। फिल्म मेकिङ त हाम्रो सोसाइटीमा अब सोसाइटी भनेको धेरै कुराको ओपिनियनहरू राख्ने खालको सोसाइटी छ हाम्रो नेपाली सोसाइटी। र विशेष गरी यो फिल्म सेक्टरलाई चाहिँ अझ मेनली चाहिँ वुमनको साइडमा चाहिँ अलिकति त्यति स्ट्रङली म फिल्म मेकिङमा चाहिँ इन्ट्रेस्टेड छु अथवा म मोडलिङ गर्छु भन्न नसकिने खालको स्थिति छ। र यसलाई चाहिँ हजुरले क्यारी अन गरेर लिएर गइराख्नु भएको छ अहिलेसम्म पनि। र हजुरको यो कति 5-6 वर्ष भयो क्यारे है? प्लस नै भयो, मोर देन भयो। 6 इयर्स भयो। अब यो 2026 देखि त 6 वर्ष लाग्छ। हजुरले सुरुमा मोडलिङ गर्नुभएको हजुर होइन? हजुर, मैले चाहिँ मोडलिङबाट स्टार्ट गरेको। हजुर। अनि इट वाज नाइस। सुरुमा चाहिँ अब थाहा थिएन नि त वाट इज मोडलिङ अथवा यो फिल्ड कस्तो हुन्छ। आई वाज एकदमै फ्रेसर। अनि मेरो फ्यामिली ब्याकग्राउन्ड पनि त्यहाँबाट नभएको भएर चाहिँ अलि एकदमै न्यू थियो क्या सबै कुराहरू। हजुर। अनि इभन आफैलाई कन्भिन्स गर्ने कसरी भन्ने कुरा थाहा थिएन। यो भने के हो, त्यो भने के हो, केही थाहा थिएन। प्लस फ्यामिलीलाई पनि कन्भिन्स गर्नु पर्दाखेरि चाहिँ कसरी गर्नुभयो फ्यामिलीलाई टुक मी कन्भिन्स? भेरी लङ टाइम जस्तो लाग्छ मलाई चाहिँ। अहिले आएर चाहिँ दे आर कन्भिन्स, तर ब्याक देन 6 इयर्स पछाडि जाँदाखेरि चाहिँ अहिलेको जतिको कन्भिन्स हुने थिएन। अहिले कन्भिन्स हुनुको रिजन चाहिँ के होला, के जस्तो लाग्छ हजुरलाई? अब आई थिङ्क अब प्यारेन्ट्सहरू नि अलि बढी लाइक ओपन हुनुभयो नि त्यो कुरालाई लिएर। हजुर। अब अहिले सोसियल मिडियाकै जमाना छ, लाइक एभ्री वान इज अन सोसियल मिडिया। अनि फिल्म इन्डस्ट्रीदेखि लिएर मोडलिङलाई हेर्ने दृष्टिकोण चेन्ज भयो। ब्याक देन मैले स्टार्ट गर्दाखेरि मोडलिङ भन्ने बित्तिकै नकल झकल पार्ने होइन, मेकअप गरेर हिँड्ने यस्तो टाइपको सुनिन्थ्यो नि त। सो अहिले चाहिँ अब सोसाइटी पनि अलिक एक्सेप्टेबल हुँदै गयो। अनि त्यही अनुसार फ्यामिलीले पनि ल ओके यसमा पनि केही छ, अब फिल्ड नै हो यो पनि भन्ने कुरा चाहिँ एप्रुभ भएर अहिले चाहिँ दे आर ओके। अहिले चाहिँ रिकगनाइज गरिदिनु भयो फ्यामिलीले भन्न सकिन्छ होइन। त्यसो भए यो मोडलिङ फिल्डमा इन्ट्रेस्ट कसरी जाग्यो, प्यासन कसरी आयो म्याम? आई डोन्ट नो, म एकदमै एक्स्ट्रोभर्ट थिएँ स्कुलदेखि नै। अनि मलाई चाहिँ स्कुलमै त्यो एक्स्ट्रा एक्टिभिटिजहरूमा पार्टिसिपेट लिन आई वाज भेरी इन्ट्रेस्टेड के। हजुर। अब म क्लासै बङ्क गरेर डान्स सिकेर बसिरहेको हुन्थेँ होइन। अनि साथीहरूको त्यही अनुसारको टिममा चाहिँ म छिट्टै एडप्ट हुने, त्यो हुन्छ नि नपढ्ने ग्रुप तर एक्स्ट्रा एक्टिभिटिज गर्ने ग्रुप। सो यस्तोमा चाहिँ म बढी ब्याक बेन्चर हुनुहुन्थ्यो भन्नु? नो नो नो, मिडल बेन्चर, तर एक्स्ट्रा एक्टिभिटिजहरूमा चाहिँ बढी इन्ट्रेस्ट थियो कि मलाई। एक्स्ट्रा करिकुलरहरूमा चाहिँ अलिकति एक्टिभ पार्टिसिपेन्ट हुनुहुन्थ्यो? हाइपर एक्टिभ। अनि त्यो कुराहरूदेखि नै स्कुलदेखि नै हुन्छ नि, डान्स सिक्न मन लाग्ने, राम्रो लुगा लाएर हिँड्न मन लाग्ने, नयाँ लुगा किनिहाल्यो भने यसो टोलतिर गएर एक राउन्ड घुमेर देखाउन मन लाग्ने, यस्तो टाइपको के मेरो नेचर। अनि ब्याक देन अनि 10 क्लास सिद्धेपछि चाहिँ मैले रियलाइज गरेँ ओहो यो फिल्डै रहेछ यसको पनि छुट्टै, यसलाई त मोडलिङ भन्दो रहेछ। मलाई त यो कुरामा हुन्छ नि आफूलाई लाइक सो अफ त नभनौँ, आफूलाई चाहिँ एउटा
सेन्टर पोइन्ट बनाएर हेर्न मन लाग्ने क्या। अनि सो त्यो चाहिँ मैले मोडलिङबाट पाएँ भनौँ न। भनेपछि स्कुलमा यो नाटक प्रतियोगिता तिनीहरूमा नि पार्टिसिपेट गर्नुहुन्थ्यो हजुरले? एकदमै गर्नुहुन्थ्यो है। ए अनि मैले हजुरलाई एउटा सानो एउटा जेनेरिक क्वेसन सोध्न चाहेँ। हाम्रो यो अलिकति टिपिकल सोसाइटीमा चाहिँ सुरुमा मोडलिङ भन्ने त भर्खरै आएको हो, हामीले भर्खर थाहा पाउन थालेको हौँ होइन। त्योभन्दा पहिला चाहिँ हिरोनी विशेष गरी होइन, हिरोइन पनि होइन कि हिरोनी हिरो हिरोनी हुन्थ्यो होइन। त्यहाँबाट चाहिँ मोडलिङ अब मोडल होइन। मोडल र हिरोनी अथवा हिरोइनमा चाहिँ के फरक छ म्याम? लाइक धेरै फरक छ। लाइक हिरोइन चाहिँ म भन्दिनँ। अब एक्टर र मोडलिङ, एक्टिङ गर्नु र मोडलिङ गर्नु चाहिँ इट्स अ भेरी डिफ्रेन्ट पार्ट, टोटली नै डिफ्रेन्ट हो। जस्तै अब खुट्टा र हात भने जस्तै हो कि डिफ्रेन्ट। अब खुट्टाले नि काम गर्छ, हातले नि काम गर्छ, तर एक्टिङ पनि डिफ्रेन्ट हो, मोडलिङ पनि डिफ्रेन्ट। अब यसलाई जस्टिफाई गर्नु पर्दाखेरि चाहिँ मोडलिङले चाहिँ तपाईँलाई एउटा पर्सनालिटी डेभलपमेन्ट सिकाउँछ भने एक्टिङले चाहिँ आफू जो हो त्यो पर्सनालिटी छोडेर अरू पर्सनालिटी एडप्ट गर्न सिकाउँछ कि, क्यारेक्टरै छोड्नु पर्ने हुन्छ कि एक्टिङ गर्दाखेरि चाहिँ। सो टोटली नै डिफ्रेन्ट हो। भनेपछि कहीँ न कहीँ एकअर्कामा इन्टरकनेक्ट छ, तर एट द सेम टाइम छैन भने। भनेपछि यो जुन मोल्डिङ भनेर जुन छुट्याइएको छ होइन, अथवा चाहिँ मोल्डिङ भनेर एउटा छुट्टै एउटा सेक्टर छ, त्यो मोल्डिङ सेक्टर त कतै न कतै हाम्रो नर्मल ह्युमन बिइङ अथवा जनरल ह्युमनलाई पनि चाहिने कुरा हो नि त होइन? हो, विच इज लाइक मोडलिङ भनेर नाम दिएर जस्टिफाई गरेर मात्रै हो, तर धेरै कुरा बेसिक ह्युमन निड्समा चाहिँ मोडलिङले धेरै हेल्प गर्छ है। अब मोडलिङ भन्नाले अब नट ओन्ली मेकअप होइन, मेकअप गर्नु, फोटो खिच्नु, पाउट गर्नु मात्रै होइन। त्यसमा त अब यो हुन्छ नि पब्लिक स्पिकिङका कुराहरू, कन्फिडेन्स बिल्डिङका कुराहरू होइन, यस्तो कुराहरू पनि पर्छ नि त। सबै पर्छ। पर्सनालिटी डेभलपमेन्ट, बडी ल्याङ्ग्वेज, नर्भसनेस, कन्फिडेन्स लेभलदेखि लिएर आफ्नो विक पोइन्टदेखि लिएर आफ्नो स्ट्रेन्थ के हो सम्म पनि लाइक मोडलिङले चाहिँ सिकाउँछ। मलाई चाहिँ सिकायो पर्सनल्ली। हजुरलाई पर्सनल्ली चाहिँ मोडलिङ गरिसकेपछि आफू यो मोडलिङ गर्नुभन्दा पहिलाको रोजी र मोडलिङ गरिसकेपछिको रोजीमा चाहिँ के डिफ्रेन्स पाउनुभयो? धेरै डिफ्रेन्ट। यतिसम्मको डिफ्रेन्ट कि मैले हो र जस्तो लाग्छ कि पहिला 6 वर्ष अगाडिको रोजी चाहिँ म नै हो र जस्तो लाग्छ। थोरै एक्जाम्पल दिएर सेयर गर्छु। अब यस्तो म पहिला एकदमै गृहिणी भन्छ नि, घरेलु टाइपको केटी होइन, यस्तो थिएँ म। टिपिकल दो आई वाज एक्सट्रोभर्ट, तर कस्तो भन्दाखेरि एकदमै म पनि मम्मी जस्तै हुनुपर्छ, म पनि मेरो आन्टी ठुलो मम्मीहरू जस्तै हुनुपर्छ। छोरी मान्छेले त घर सम्हाल्ने हो, छोरी मान्छेले त भात पकाउने हो, छोरी मान्छेले सबै घरको काम आउनुपर्छ, यस्तो टाइपको साइकोलोजी थियो कि मेरो पहिला। अनि मलाई आउँथ्यो पनि, अनि अब सो मैले त सिक्नुपर्छ यो कुरा, यो त बेसिक नलेज हो। मेरो मम्मीले के गराउनु भएको छ, मेरो मम्मीले आज के हालेर मिठो पकाउनु भयो, म पनि सिक्छु, यस्तो टाइपको मेन्टालिटी थियो होइन। अनि ब्याक दिन जब म घरबाट निस्केर बाहिर सोसाइटीभन्दा बाहिर चाहिँ ल दिस इज समथिङ एल्स, म चाहिँ यो कुरामा इन्ट्रेस्ट छु भनेर जब मलाई फिल भयो नि, आफ्टर द्याट चाहिँ अनि म अहिले पनि म त्यति धेरै घरको काम गर्दिनँ क्या। किनभने त्यो जब घरबाट बाहिर निस्किन्छ नि मान्छे, त्यसपछि त्यो ब्याक टु त्यो हुनै सकिँदैन क्या। अनि म चाहिँ अहिले होइन, बेसिक कुरा आउँछ मलाई, खाना पकाउन सबै होइन, नआउने होइन, तर त्यो मात्रै लाइफ होइन, त्योभन्दा बाहिर पनि संसार छ भनेर चाहिँ मैले देखेँ कि। भनेपछि हाउस होल्डभन्दा बाहिर पनि संसार देखियो भन्न मिल्यो होइन। भनेपछि यो मोल्डिङले हजुरको लाइफमा धेरै ठुलो इम्प्याक्ट राख्यो, हजुरको लाइफलाई हेर्ने एउटा पर्सपेक्टिभ र त्यसै गरी एउटा सोसाइटीलाई अथवा वर्ल्डलाई चिन्ने चाहिँ अझ अर्को पर्सपेक्टिभबाट हेर्न पाउनुभयो भन्न सकियो होइन। भनेपछि त यो मोल्डिङ त सबैलाई चाहिने कुरा रहेछ नि। सबैलाई नै भन्दिनँ, तर लिँदा राम्रो, बेटर हो। अब मान्छेको लर्निङ प्रोसेस हो, मान्छेले धेरै डिफ्रेन्ट वेबाट लर्न गर्छ लाइफमा होइन, तर लाइफ इज लर्निङ। अब बिहाइन्ड द्याट केही सर्टकट मेथड चाहिन्छ भने चाहिँ मोडलिङ इज बेस्ट भन्छु म चाहिँ। ए त्यसो भए अब यो मोल्डिङसँगै हजुरले एक्टिङ क्लासहरू पनि जोइन गर्नु? हजुर, मैले चाहिँ अराउन्ड 6 मन्थको कोर्स गरेको थिएँ। हजुर, हाम्रो यो एक्टर्स हब एकाडेमी भन्ने राम्रो एउटा एक्टिङ सिकाउने ठाउँ छ। हजुर, अनि एकदमै अग्रज लेजेन्डरी एक्टर्सहरूले नै गाइड गर्नुहुन्छ, राम्रो छ भनौँ न। अनि त्यहाँ गएर मैले एक्टिङ सिकेँ। त्यहाँ गइसकेपछि झनै बढी मेरो चाहिँ एक्टिङलाई हेर्ने पर्सपेक्टिभ नै डिफ्रेन्ट भयो कि। अब जस्तो यत्तिकै एक्टिङ क्यामेरा अगाडि गएर टिकटक बनाए जस्तो होइन रहेछ एक्टिङ त होइन। ओहो, लाइक क्यारेक्टर एडप्टदेखि लिएर आफ्नो हुन्छ नि जो आफू हो त्यो नै निस्केर अरू नै हाल्नुपर्ने रहेछ कि आफूभित्र भन्ने कुराहरू। अनि धेरै कुराहरू सिकेँ
आफ्टर विदिन अ 6 मन्थ भनौँ न। 6 मन्थ्स है। हजुर हजुर। अनि अहिले चाहिँ कस्तो खालको प्रोजेक्टहरूमा इन्भल्भ हुनुभयो र हुनुहुँदैछ हजुर? अब अहिले रिसेन्टली चाहिँ मैले अब 2026बाट चाहिँ आइएम विलिङ टु जोइन अ राम्रै प्रोजेक्ट जहाँले चाहिँ अब त्यो मैले 6 इयर्स म यो फिल्डमा लागे तापनि म आफ्नै वेबाट एउटा प्रोफाइल सेट भइसकेको छैन। मान्छेले हो यो त यो हो भनेर नामले चिनिने चाहिँ म भइसकेको छुइनँ। हजुर। स्टिल स्ट्रगलिङ। तर अब विदिन 2026 भित्रमा चाहिँ आई रियली वान्ट केही राम्रो राम्रो हुन्छ नि फिल्म लाइनमै अथवा मुभीहरूमै राम्रो प्रोजेक्ट चाहिँ गर्छु भन्ने मेरो इच्छा छ। जस्तै अहिले हाम्रो यो रिसेन्ट सिनेरियोमा हाम्रो यो मुभी इन्डस्ट्रीलाई अथवा म्युजिक इन्डस्ट्रीलाई हेर्ने हो भने मेनली मैले देखेको चाहिँ मेरो पर्सनल ओपिनियन यो चाहिँ मोडलिङ फिल्डमा अथवा चाहिँ म्युजिकको फिल्डमा चाहिँ राम्रो फेसलाई र त्यसै गरी हाम्रो मुभीमा चाहिँ अब मुभी चलाउनको लागि अब एक्टिङ जस ठिकै गर्ने र विशेष गरी चाहिँ अलिकति पिआर पहुँच भएको मान्छेहरूलाई अलिकति नेपो भन्न रुचाउँछौँ हामीले अहिलेको समयमा। त्यस्तो खालको मान्छेहरू चाहिँ अलिकति चर्चित भइरहेको अथवा चाहिँ उनीहरूलाई प्रोजेक्ट चाहिँ भ्याइ नभ्याइ एट द सेम टाइम जो चाहिँ रियल आर्टिस्ट अथवा चाहिँ जो चाहिँ रियलमै राम्रो डिजर्भिङ छ होइन उसले चाहिँ नपाइरहेको कन्डिसन छ। यसलाई चाहिँ हजुरले कसरी मूल्याङ्कन गर्नुभएको छ? अब यस्तो यसलाई दुईवटा वेबाट हेर्न मिल्छ होइन। एउटा भनेको पोजिटिभ अर्को भनेको नेगेटिभ। अब पोजिटिभबाट हेर्ने हो भने कोही कसैको बाबा अथवा हुन्छ नि कसैको फादर एउटा के भन्छ त्यसलाई प्यारेन्ट्स फिगरै डक्टर छ भने उसको बच्चा पनि डक्टरै होस् भन्ने 90% अफ ह्युमन बिङको त्यो हुन्छ नि होइन, इच्छा चाहना हुन्छ। अब त्यस्तै कोही एक्टर छ भने उसको छोराछोरी पनि हिरो हिरोइन होस् अथवा एक्टरै होस् भन्ने उसको चाहना पनि हुन्छ। अनि त्यो नर्मल पनि हो, नर्मलाइज नै हो त्यो होइन। तर नेपालमा चाहिँ आई थिङ्क जस्तै अघि हजुरले भन्नुभयो जसको चाहिँ पिआर छ अथवा रुचेको फेस मान्छेले रुचाएको फेसलाई चाहिँ बढी प्रायोरिटी दिन्छ रादर देन एउटा डिजर्भिङ आर्टिस्ट भन्दाखेरि त्यो हो पनि, विच इज ट्रु पनि। अब त्यो टाइम अनुसार चेन्ज हुन्छ जस्तो लाग्छ। एज यु आर अब इन दिस इन्डस्ट्री होइन, मैले हजुरलाई एउटा सानो एउटा क्वेसन चाहिँ हजुरलाई हजुरको ओपिनियन होइन हजुरको पर्सनल ओपिनियनमा चाहिँ जस्तै मुभी चाहिँ बनाएर चल्नकै लागि बनाउनुपर्छ भन्ने एउटा कमर्सियल पार्ट एउटा भयो र अर्को पार्ट चाहिँ आर्टको पार्ट भयो जुन चाहिँ म यो मुभी चाहिँ म राम्रो बनाएर म अस्कर लिन्छु अथवा सर्टेन एउटा प्राइड लिन्छु अथवा देशलाई चिनाउँछु एउटा छुट्टै एउटा मोटिभले मान्छेहरूले मुभी बनाइरहेको हुन्छ। र हजुर चाहिँ फिल्म मेकिङ पढेको मान्छे र एक्टिङ पनि पढेको र बुझेको मान्छे, हजुरले चाहिँ के भन्नुहुन्छ मुभी चाहिँ कमर्सियल मुभीहरू धेरै बनिरहेको कन्डिसनमा चाहिँ यो कतै न कतै यो फिल्म इन्डस्ट्रीको विकृति त होइन नि? होइन, त्यसलाई विकृति नै भनेर चाहिँ नभनौँ होइन, त्यो राम्रो पार्ट हो जस्तो लाग्छ मलाई चाहिँ कम्पेरिटिभली। अब नेपाल चाहिँ अहिलेको कन्टेक्स्टमा हेर्ने हो भने हाम्रो फिल्म इन्डस्ट्री, नेपाली फिल्म इन्डस्ट्री चाहिँ कम्पेरिटिभली बलिउड हलिउडभन्दा धेरै तल छ नि त। सो उनीहरू पनि कमर्सियली होस् अथवा एस्थेटिक वेबाट जस्तोबाट भए पनि उनीहरूले एउटा ठाउँ प्लेटफर्म पाइसक्यो क्या इन्टरनेसनल बलिउड हलिउडहरूले, विच इज नेपालमा अझै पनि पाएको छैन कि नेपालीहरूले। बलिउडमा गएर अनि इन्डियामा गएर एउटा तिमीले कोही इन्डियनलाई समातेर ल तिमीले यो नेपाली मुभी हेरेको छ भन्यो भने उसले रियरली भन्छ होला कि इन्डियनहरूले मैले नेपाली मुभी हेरेको छु भनेर होइन। धेरै कम होला, धेरै नै कम छ नि होइन, छैन र। सो आई ट्रुली बिलिभ कि नेपाल फिल्म इन्डस्ट्री चाहिँ कमर्सियली वाइज अगाडि बढ्नु भनेको चाहिँ इन्टरनेसनल्ली नै चिनिनु हो, जुन चाहिँ अबको 5 वर्ष अबको 10 वर्षपछि चाहिँ चिनिनु नै पर्छ जस्तो लाग्छ। किनभने यस्तो राम्रो आर्टिस्टहरू हुनुहुन्छ, हाम्रो नेपाल यति सुन्दर छ होइन। सो हामीले त्यो अनुसारले चाहिँ हाम्रो देशलाई ब्युटिफुल्ली पोर्ट्रे गरिरहेछौँ भने चाहिँ विच इज भेरी गुड। तर एट द सेम टाइम कमर्सियली अगाडि बढाउनु पर्छ, यो पनि एउटा बिजनेस हो भनेर मात्रै नसोचेर जुन नेपालीको हुन्छ नि एउटा अथेन्टिक छ, एउटा जुन नेपालको ट्रेडिसन छ, एउटा एक्टिङ अथवा एउटा कथा विषयवस्तुलाई लिएर चाहिँ हामीले त्यसलाई चाहिँ नछोडौँ भन्छु कि। दुइटैलाई एउटै हुन्छ नि एउटा लेभल मिलाएर लग्यो भने चाहिँ अब ठिकै छ। वर्षमा 5वटा कमर्सियल फिल्म आउँछ भने अर्को 5वटा सोसियलाइज हुने एउटा मुभी आओस् न होइन। सो ब्यालेन्स कसरी गर्ने भन्ने कुरामा चाहिँ फरक पर्छ जस्तो लाग्छ मलाई चाहिँ। ओके, यो त भयो फिल्मको पार्ट होइन अथवा चाहिँ मुभी इन्डस्ट्रीको कुराहरू। अब टियर स्टकको मेन इसेन्समा जाउँ। टियर स्टक चाहिँ हामीले के सोचेर स्टार्ट गरेका थियौँ भन्दाखेरि मानिसको जिन्दगीमा
स्ट्रगल भन्ने कुरा धेरै हुन्छ, सोचे चाहिँ जिन्दगी त छैन होइन। त्यो नभएको कारणले गर्दाखेरि कहिलेकाहीँ प्रयास गर्दा गर्दै पनि सफल हुँदैनन् होइन। कहिलेकाहीँ राम्रो सोचेर कसैलाई हेल्प गर्दाखेरि पनि दुःख पाइन्छ, उनीहरूले नराम्रो सोचिदिन्छन्, मिसअन्डरस्ट्यान्डिङ जस्ता कुराहरू। यो रिलेसनसिप बचाउन अहिलेको समयमा साँच्चै के भन्यो भने यो खाना बनाउन जति गाह्रो भइसक्यो क्या अहिलेको जेनेरेसनलाई। हामीलाई जति खाना बनाउन आफ्नो काम गर्न जति गाह्रो लाग्छ त्यति नै गाह्रो भइसक्यो रिलेसनहरू बचाउन, जोगाउन, प्योर राख्न होइन। अब इभन पहिलाको जमानामा कति प्योर रिलेसन भनेरै बुढाबुढीको अथवा श्रीमान श्रीमतीको सम्बन्ध भनेर सबभन्दा प्योर रिलेसन चाहिँ त्यो हुन्छ भनेर गइन्थ्यो भने अहिले त्यसमै डिभोर्स जस्ता कुराहरूदेखि लिएर चिटिङ, मल्टिपल पार्टनर्स जस्ता कुराहरू, कति कुराहरूले मार्केट लिइसक्यो भनौँ न होइन। कमर्सियलाइज भइसक्यो काइन्ड अफ भन्यो भने अहिलेको सिनारियोमा यो डिभोर्स रेटहरू एकदम हाई भइरहेको छ होइन। अनि एज वेल एज अब यो फरेन इम्प्लोइमेन्टका कारणले गर्दाखेरि बुढाबुढी बिच्किने होइन, एकअर्कामा अर्कै पार्टनर खोजेर उतै डिस्ट्र्याक्ट हुने खालको केसेसहरू पनि टन्नै आइरहेको छन्। यो टाइममा चाहिँ हामीले टियर्सलाई डिफाइन गऱ्यौँ र अब चाहिँ म रोजीजीको थोरै पर्सनल लाइफतिर कदम राख्न चाहन्छु विथ योर ड्यू पर्मिसन प्लिज प्लिज। अनि हजुरलाई म सुरुमा मैले क्वेसन सोध्न चाहेँ, यो रिलेसनसिप भन्ने कुराहरू, यो लभ लाइफ भन्ने कुरालाई चाहिँ हजुरले कसरी लिनुभएको छ? लाइक पर्सनली पर्सपेक्टिभ चाहिँ भन्नुपर्दा लभ लाइफ अब हुन त मेरो त्यस्तो धेरै रिलेसनसिप भएको होइन, तर कम्पेरिटिभली अब अहिलेसम्म 2टा पार्टनर भयो मेरो लाइफमा। सो मेरो लागि चाहिँ पार्टनर भनेको चाहिँ एउटा बिहाफ अफ मी होस् जस्तो फिल हुन्छ है मलाई चाहिँ पर्सनल्ली। अब एनिथिङ द्याट क्यान बी एनिथिङ हुन्छ नि, इमोसनली अनस्टेबल भएको बेलामा होस् अथवा मै नहुँदाखेरि चाहिँ उसले आएर ल म छु है भन्ने मान्छे चाहिँ होस् जस्तो लाग्छ मलाई चाहिँ। पार्टनर चाहिँ या बिहाफ अफ मी हुन्छ नि, वेन आइ एम नट एबल टु बिङ माइ सेल्फ एन्ड द्याट पर्सन इज बिसाइड्स मी के। सो ल आई एम हियर फर यु भन्ने मान्छे होस् जस्तो चाहिँ लाग्छ। द्याट्स डिफाइन लभ जस्तो लाग्छ। जस्तै यो लभ भन्ने कुराहरू, यो रिलेसन भन्ने कुरा हामीले जति सजिलै एक्सप्लेन गर्छौँ अथवा जति सजिलै जनरलाइज गर्छौँ त्यति सजिलो जस्तो मलाई लाग्दैन होइन। र यसमै मैले हजुरले एउटा सानो क्वेसन चाहिँ मैले के सोध्न चाहेँ भन्दाखेरि जुन यो बिहे अगाडिको पार्टनर अब भनेर हामीले लिन्छौँ त्यो चाहिँ अब कस्तो हुन्छ, जस्तै हामीले कहिलेकाहीँ त हामीलाई हुन्छ नि जङ्क फुड हामीलाई थाहा छ कि जङ्क फुड राम्रो होइन हाम्रो हेल्थको लागि, तर हामी कहिलेकाहीँ चाख्न जान्छौँ अथवा खान्छौँ। र त्यस्तै गरेर लभ लाइफ चाहिँ हामीले कहिलेकाहीँ एक्सपेरिमेन्ट पनि गर्छौँ नि त। नो यसमा चाहिँ मैले इन्टरप्ट गरेँ है तपाईँलाई, बिकज आई बिलिभ होइन हाम्रो शाहरुख खान थाहा छ नि तपाईँलाई, बलिउडको शाहरुख खानको एउटा मुभी छ क्या डियर जिन्दगी भन्ने। त्यसमा चाहिँ शाहरुख खान र आलिया भट्ट हुनुहुन्छ होइन। अनि शाहरुख खान चाहिँ लाइक हुन त अब त्यहाँ मुभीमा उसको क्यारेक्टरै डक्टर हो नि त, मेन्टल साइकेट्रिक्स भनेको छ ऊ होइन। अनि उसले चाहिँ कुरा यस्तो तरिकाले डिफाइन गरेको छ कि जस्तै अब हामीले नेपालमा हाम्रो सोसाइटीमा मल्टिपल पार्टनर्स भन्ने बित्तिकै ओहो यो त कस्तो क्यारेक्टरलेस, यो त कस्तो नराम्रो हुन्छ नि, ओ यो त कस्तो केटी भयो भने क्यारेक्टरलेस, केटा भयो भने कस्तो बोका, यस्तो टाइपको छ नि त माइन्ड सेट। तर उसले चाहिँ कुरा यसरी डिफाइन गरेको छ त्यहाँनिर होइन। त्यो भनेको हामीले मल्टिपल पार्टनर चुज गर्नु भनेको एकदमै नर्मल हो अरे क्या। वी सुड नर्मलाइज लाइक कि मैले त्यो भनेको बाफत फेरि रङ मेसेज जाला सरी मैले रङ मेसेज दिन खोजेको होइन। त्यो भनेको हामी बजारमा एउटा लुगा किन्न जाँदाखेरि त 10 चोटि चेन्ज गरेर हेर्छौँ, ट्राई गरेर हेर्छौँ होइन। मैले सोध्न खोजेको क्वेसन यही थियो। मैले क्वेसन चाहिँ मैले के सोध्न खोजिराखेको थिएँ भन्दाखेरि आफ्टर लाइफ आफ्टर म्यारिज र बिफोर म्यारिज यो डिफ्रेन्ट पार्ट हो नि त। र पार्टनर भनिसकेपछि हामीले आफ्टर म्यारिजको कुरा गर्छौँ प्रायः चाहिँ होइन। र मैले चाहिँ हजुरले सोधिराखेको क्वेसन चाहिँ जस्तै बिफोर म्यारिजको यो जुन रिलेसनहरू छ होइन, त्यो त हामीले कहिलेकाहीँ एक्सपेरिमेन्ट पनि गर्छौँ, कहिलेकाहीँ हामी जस्ट रोम अराउन्ड गर्छौँ, कहिले फ्लर्टलाई हामीले अलिकति रिलेसन टाइपको सोचिराखेको हुन्छौँ होइन। भने यो बिहे पछिको म्यारिज पछिको जुन लाइफ छ यो चाहिँ म्यारिड लाइफ होइन, यसपछिको चाहिँ रियल पार्टनर चाहिँ डिफ्रेन्ट कुरा भयो होइन।
मैले हजुरलाई अघि जुन पर्सपेक्टिभ सोधेँ, हजुरलाई जुन यो रिलेसनसिपको बारेमा हजुरले सुरुमा भन्नुभयो, सानो एउटा इक्जाम्पल दिनुभयो हजुरले दुईवटा पार्टनरको कुराहरू होइन। यो मल्टिपल पार्टनर भन्ने कुरा चाहिँ जस्तै हजुरले भनेको जस्तै बिफोर म्यारिजको कन्डिसनमा चाहिँ मेबी एप्लिकेबल होला। आफ्टर म्यारिज ओके मल्टिपल पार्टनर होइन, मल्टिपल पार्टनर एट द सेम टाइम होइन, मल्टिपल पार्टनर एट डिफ्रेन्ट टाइम, त्यो चाहिँ एक्सेप्टेबल हो हुनुपर्छ। आफ्टर म्यारिज पछि चाहिँ आफ्टर म्यारिज बिफोर म्यारिज चाहिँ बिफोर म्यारिज पछि म्यारिजभन्दा पहिला चाहिँ एक्सेप्ट भयो होइन, एक्सेप्ट गर्न खासै ठुलो कुरा भएन। एट द सेम टाइम मल्टिपल चाहिँ एक्सेप्ट हुँदैन कुनै पनि टाइममा होइन। तर बिफोर म्यारिज चाहिँ यदि मल्टिपल पार्टनर्स थियो, उसको पास्टमा चाहिँ धेरै मान्छेहरू उसको लाइफमा थियो भने त्यो नथिङ नर्मल हुन्छ, नथिङ रङ। जस्तै बिहेपछि एउटा बिहे डिभोर्स भयो अनि अर्को बिहे गर्दा चाहिँ सोसाइटीले तिमी त डिभोर्स भएको, तपाईँले त्यो भन्न खोज्नु भएको। ओके, सो यसलाई चाहिँ अब खै अब के भन्ने, अब त्यो हाम्रो परम्परादेखि चलिआएको भएर चाहिँ मान्छेहरूलाई अहिले हुन्छ नि त्यो कुरालाई एक्सेप्ट गर्न गाह्रो नभएको हो जस्तो लाग्छ मलाई चाहिँ। भनेपछि एक्सेप्ट गर्नुपर्छ हामीले यो यस्तो हो, पार्टनर भन्ने बित्तिकै ओहो योसँग मेरो बिहे भयो, अब मैले यहीसँग नै जिन्दगी बिताउनु पर्छ, टाउको फोडोस्, बरु जुदाजुद होस्, कुरा नमिलोस् भन्नुभन्दा पनि एउटा म्युचुअल अन्डरस्ट्यान्डिङमा अब रिलेसनसिप न हो, मान्छे एभ्री सिङ्गल डे ह्युमन बिङ चेन्ज हुन्छ भने अब एउटा समयपछि केही कुरा नमिल्ला, सोच नमिल्ला, त्यसपछि चाहिँ अब ल ठिकै छ केही कुरा मिलेकै छैन भने त सँगै बस्नुभन्दा त छुटेकै बेटर हो नि त होइन। सो त्यो कुरालाई नर्मलाइज त म भन्दिनँ, तर त्यहाँभित्र बसेर पेन होल्ड गर्नुभन्दा पनि त्यो कुरालाई जान दिएर लाइफमा रिस्टार्ट गर्नु पनि बेटर हो जस्तो लाग्छ है। त्यो त एउटा एक किसिमले राम्रो पोइन्ट हो चाहिँ होइन। तर कस्तो भन्दाखेरि मेरो एउटा पर्सनल ओपिनियन, जस्तै बिहे हुँदाखेरि केटाकेटीको मात्रै बिहे होइन नि, फ्यामिलीको सोसाइटीको बिहे हो होइन। अनि कहिलेकाहीँ त नेसनको प्राइडसम्म जोडिएको हुन्छ बिहेमा। जस्तै अहिले आयुष्य अलिजे हुनुहुन्छ होइन, उहाँहरूकोमा नेसन प्राइडको कुरा अथवा नेसनको कुरा नै आउँछ। उहाँ उसलाई अलिजेलाई चाहिँ नेपाली बुहारी भन्ने र उसलाई चाहिँ ज्वाइँ भन्ने टाइपको चलन छ, जुन चाहिँ ले देखाउँछ कि क्लियरली फ्यामिली र सोसाइटीको एउटा मिलन हो अथवा चाहिँ इन्टरकनेक्सन हो होइन। एउटा जोइन भयो अथवा चिनजान भयो अथवा चाहिँ रिलेसन बढ्यो भनेपछि नट केटाकेटीको मात्रै त्यो त होइन नि होइन। मैले भन्न खोजेको चाहिँ जस्तै डिभोर्स भइसक्यो त्यो त उनीहरूको रिजनले गर्दाखेरि अथवा उनीहरूको बिचमा आएको डिस्प्युटको कारणले, मिसअन्डरस्ट्यान्डिङको कारणले उनीहरूले फाइनलाइज गर्यो। तर सोसाइटीमा बसिसकेपछि, फ्यामिलीमा बसिसकेपछि व्हाट अबाउट द फ्यामिली या एक्ज्याक्टली उनीहरू चाहिँ जति आएर ओ भनेर सेलिब्रेट गरेर उनीहरूले भोज खान पाइसकेको कुरा होइन। उनीहरूले जस एउटा हुन्छ नि उनीहरूलाई मोटिभेट गरेर हुन्छ, अथवा पहिला त अझ अरेन्ज म्यारिजको चलन थियो, अहिले लभ म्यारिज अलिकति सजिलो भएको छ। तर पनि त उनीहरूले केही न केही आफ्नो पार्टबाट कन्ट्रिब्युट गरेका हुन्छन्, गिफ्ट लिएर आइदिएका हुन्छन् होइन, कति विसहरू दिएका हुन्छन् होइन। अब उनीहरूलाई त एक किसिमको धोका भएन यो। यस्तो हो, अब त्यो कुरालाई कि त सुरुमै धेरै बढावा नदिने होइन। अब बिहे हो भने सामान्य सिम्पल बिहे गर्ने होइन। अब फेरि भोलि गएर डिभोर्स होला भनेर सामान्य बिहे गर्ने पनि भन्यो भने आई डोन्ट मिन द्याट होइन। तर फ्यामिलीलाई हामी दुईजनाको मात्रै बिहे होइन नि, हाम्रो त फ्यामिलीकै बिहे हो भन्ने तरिका लिनु पनि गलत हो जस्तो लाग्छ क्या। किन म्याम? किनभने भोलिको दिनमा गएर ह्युमन बिङ हो होइन, सोचाइ नमिल्ला, मैले अघि पनि भने नि सोचाइ नमिल्ला, थट प्रोसेस नमिल्ला, हामी आफैमा त कतिपय कुरा आफ्नो कुरा त चित्त बुझ्दैन भने, आफ्नै ह्याबिट्स त मन पर्दैन भने अपोजिट पार्टनरको ह्याबिटदेखि लिएर उसको सबै कुरा एक्सेप्ट गरेर लाइफ लङ सँगै जान्छु भन्नु नै ठुलो कमिटमेन्ट हो क्या। सो त्यो कुरालाई चाहिँ मान्छेहरूले अहिले हाम्रो सोसाइटीमा चाहिँ कतिपय कपल्सहरू त्यस्तो हुनुहुन्छ होइन, जो चाहिँ एकअर्कामा खुसी नै हुनुहुन्न क्या। लभको एट द एन्ड अफ डे लभको मोटिभ भनेकै एकअर्कामा खुसी हुनु हो नि त होइन। जब एकअर्कामा खुसी नै छैन भने त्यो सम्बन्धलाई बोझमा राखेर हुन्छ नि घर परिवार समाज, मेरो परिवार मेरो बिहेमा यो आएको थियो, यसले मलाई के भन्ला, यसले मेरो फोटो सेयर गरेको थियो भनेर चाहिँ रिलेसनसिपमा दबिएर चाहिँ बस्नु राम्रो होइन जस्तो लाग्छ कि मलाई। ओके, नयाँ पर्सपेक्टिभ। एक्ज्याक्टली। सो अब हामी त अब अपकमिङ जेनेरेसन हो नि त। सो बिहाफ अफ जेनजी, म पनि एज अ जेनजी नै हो नि त तपाईँ। सो बिहाफ अफ जेनजी चाहिँ म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि कुनै पनि सम्बन्धमा आउँदाखेरि चाहे त्यो गर्लफ्रेन्ड बोयफ्रेन्ड होस्, हस्बेन्ड वाइफ होस् होइन, सुरुमै त्यो सोसाइटी भनेर चाहिँ नलिनु भन्छु के।
म चाहिँ एज अ पहिला सुरु चाहिँ बिङ तिमी आफै ह्युमन आफूलाई बुझ्नु अनि त्यसपछि आफ्नो अपोजिट पार्टनरलाई बुझ्न खोज्नु क्या सो बुझ्दा बुझ्दै पनि लाइफ लङ जान सक्दैन भने चाहिँ एक स्टेप ब्याक लिँदाखेरि केही फरक पर्दैन अब भोलिको दिनमा बच्चा होला अरे होइन बच्चाको लागि पनि हामी सँगै बस्नुपर्छ भनेर चाहिँ नबस्नु नै भन्छु किनभने बच्चा ठुलो हुन्छ भोलिको दिनमा बाउआमाको सम्बन्ध बिग्रेको देख्दाखेरि बच्चाको छुट्टै तरिकाको मेन्टली उसलाई असर पर्न सक्छ होइन उसले त्यही तरिकाको ह्याबिटहरू एडप्ट गरेर हुर्किन सक्छ होइन पछि गएर उसले पनि उसको फ्यामिलीलाई त्यही तरिकाले बिहेभियर देखाउन सक्छ सो म चाहिँ सोसाइटीको प्रेसर्स हुन्छ नि अरूले के भन्ला यताउति भनेर आफूलाई दबाएर राख्नु चाहिँ गलत हो भन्छु किनभने सोसाइटी फ्यामिली सबैभन्दा अगाडि आफू आउने हो नि त तिमी छौ त सबै कुरा छ तिमी छैनौ त केही पनि छैन क्या भोलिको दिन आफू फ्याट मऱ्यो के छ त केही छ छैन नि अहिले त्यसरी सोच्यो भने त अब स्ट्रगल पनि गर्नु मन लाग्दैन होइन कामै नगरौँ अब भोलि मरि त हालिन्छ आज नाचौँ त्यो भनेर मात्रै हुँदैन त्यो जीवनमा अब हामी सोसाइटीमा बाँचिसकेपछि त्यो पनि सोच्नु पर्छ अलिकति मचुड हुनु जरुरी छ र एज वेल एज लाइफलाई चाहिँ ग्रान्टेडको रूपमा नलिएर एउटा मिनिङफुल बनाउनु पर्ने पनि जरुरी छ होइन र त्यही लाइफको पाथमा हिँड्दै गर्दाखेरि अब कति मान्छेहरूसँग जोडिनु पर्ने हुन्छ कति मान्छेसँग पार्टनरसिप गर्नुपर्ने हुन्छ होइन त्यस्तै गरेर बिहे गर्नुपर्ने हुन्छ बच्चा हुन्छ रेस्पोन्सिबिलिटी थपिन्छ होइन रेस्पोन्सिबिलिटीबाट त हामी कहिले पनि भोलि हामी मर्दै हाल्ने हो भनेर टाढा जानु भनेकै त्यो एउटा पाखण्डीपन हो भन्छु म चाहिँ होइन त्यो हो किन भन्दाखेरि जस्तै भोलि मरि त हाल्ने हो भनेर हाम्रो मम्मी बाबाले सानोमा दुःख नगरिदिएको भए हामीले आज राम्रोसँग नपढाइदिएको भए होइन 26मा दुनियाँ खतम हुँदैछ भनेर अब हामी सब काम छोडेर घरमा अब तेल लगाएर सुतेर त भएन म्याम काम त गर्नु पर्यो भनेपछि हामी आफ्नो लागि चाहिँ जिम्मेवार हुने जुन कुरामा चाहिँ हामी रेस्पोन्सिबल हुनुपर्ने हो जुन कुरामा चाहिँ अरूले हामीलाई लुक आफ्टर गरिरहेको छन् वाच गरिरहेको छन् ताकि उनीहरूले काम मतलब उनीहरूले आफ्नो पार्टको रेस्पोन्सिबिलिटी पुरा गरिरहेको छ कि छैन भनेर हामीलाई हेरिरहेको छन् भने त्यसमा चाहिँ चुक्दाखेरि कतै न कतै उहाँहरूको पनि त ट्रस्ट तोडिन सक्छ होइन पछि गएर हामीलाई चाहिने त सोसाइटी नै हो त्यसको लागि यस्तो पनि हुनसक्यो अर्को वे भनेको फ्लेक्सिबल भएर बस्दिने किनभने अब नोबडी इज पर्फेक्ट नि त होइन तपाईँ पनि पर्फेक्ट हुनु न म पनि पर्फेक्ट छुइनँ अब हामी दुईजना कपालै भए तापनि तपाईँमा पनि केही न केही डिफेक्ट्स हुनसक्छ ममा पनि केही न केही डिफेक्ट हुनसक्छ नि त होइन एक्ज्याक्टली मैले अहिले भर्खर हजुरलाई भन्न खोजेको कुरा यही थियो के चाहिँ भन्दाखेरि हामीलाई अहिलेको टाइममा आएर ठिकै छ थोरै कम्प्रोमाइज गरौँ न होइन मेरो लागि उसले अफोर्ड गरिरहेको छ एफोर्टहरू नबुझिदिएर उसलाई चाहिँ कमजोरी मात्रैलाई चाहिँ एकदम प्रायोरिटीमा राखेर अथवा त्यसलाई चाहिँ सबभन्दा अगाडिदेखि नै बनाएर चाहिँ रिलेसनलाई चाहिँ किन यस्तो हामीले कमजोर सोचिरहेका छौँ अथवा कमजोर बनाइरहेका छौँ होइन हामीलाई चाहिँ किन डिभोर्स गर्न एकदम सजिलो लाग्दैछ अहिलेको टाइममा रादर देन उसँग बुझेर बस्थ्यौँ न अन्डरस्ट्यान्डिङमा जाउँ किन भइरहेको छैन यस्तो चाहिँ अब जेनेरेसन अनुसार अनि सो आई टेल यु है त मैले अघि ठ्याक्कै हजुरले अघि गरेको क्वेसन चाहिँ मलाई अहिले एन्सर आइरहेको छ कि जस्तै अब वाट इज लभ फर यु भन्नुभयो नि अघि फर मी होइन मेरो लागि चाहिँ माया भन्ने चाहिँ के हो रहेछ भन्दाखेरि म जस्तो छु नि मलाई त्यसरी नै कसैले एक्सेप्ट गर्नु नै माया हो क्या ममा धेरै छ नि त पर्सनालिटी एउटा मान्छेमा कति धेरै रूप हुन्छ कि हुँदैन रिसको रूप हुन्छ एग्रेसनको हुन्छ राम्रो हुन्छ ब्युटिफुल हुन्छ छिवाला हुन्छ सबै रूप हुन्छ क्या एउटा मान्छेमा अनि सबै रूप देखे तापनि त्यो मान्छेले ल है तँ चाहिँ मेरो हो ल है म चाहिँ तेरो हो भनेर एक्सेप्ट गर्छ भने द्याट्स लभ के हाम्रो फ्यामिलीले पनि त्यही गरेर हामीलाई सबैले आफ्नो बच्चालाई माम होला बाबा मम्मीको पर्सपेक्टिभबाट होला तर बिङ अ फ्यामिली हाम्रो राम्रो रूप पनि देखाएको छ नराम्रो रूप पनि देखाएको छ फ्यामिली त सबै देखाएको छ नि त त्यही पनि उनीहरूले हामीलाई घरबाट निकाल्छ त अब केही नराम्रो काम गऱ्यो ल जा अबदेखि त हाम्रो घरबाट निस्कि ल ब्रेकअप हाम्रो रिलेसनसिप त्यो भन्छ त फ्यामिली भन्दैन नि किन भन्दाखेरि दे जस्ट एक्सेप्ट द वे वी आर के एन्ड द्याट्स लभ आई थिङ्क हो त्यो पनि त एउटा सेक्रिफाइस हो एक्ज्याक्टली कम्प्रोमाइज हो कम्प्रोमाइज नभनौँ एक्सेप्टेन्स के एक्सेप्टेन्स त पछि आउँछ कम्प्रोमाइज नै हो पहिला सुरुमा त ल ठिकै छ अब मलाई चाहिँ एक्सेप्टेन्स जस्तो लाग्छ है पर्सनली कति चित्त दुख्छ होला सोच्नु कम्प्रोमाइज भनेको कस्तो भने कम्प्रोमाइज भनेको चाहिँ अब मैले केही काम फ्याट्ट बिगारेँ होइन तपाईँ मेरो फ्यामिली हो अरे होइन मैले केही काम फ्याट्ट बिगारेँ तपाईँलाई त्यो काम मन परेन अरे होइन तपाईँले अगाडि गएर ल है रोजी तिमीले यो काम बिगाऱ्यौ अब नेक्स्ट टाइमदेखि त यस्तो नगर यो टाइमलाई चाहिँ मैले छोडिदिएँ तिमीलाई भन्नु चाहिँ कम्प्रोमाइज हो कि तर
ल यसले गरिहाली अब ठिकै छ त यो कुरालाई ठुलो इस्यु बनाउँदिनँ अब छोडिदियो भनेर जानु चाहिँ एक्सेप्टेन्स हो क्या तपाईँले त्यो कुरालाई एक्सेप्ट गर्नुभयो क्या कम्प्रोमाइज भनेको चाहिँ वार्निङ दिनु हो मेरो विचारमा चाहिँ यो टाइममा चाहिँ भयो नेक्स्ट टाइममा चाहिँ नो भन्नु चाहिँ कम्प्रोमाइज हो मेरो विचारमा चाहिँ दुवै कुराहरू सँगै आउने कुरा हुन् कम्प्रोमाइज भने पनि एक्सेप्टेन्स भने पनि एक्सेप्टेन्स भनेको मुभ अन पार्ट हो क्या मेरो विचारमा गल्ती भइसक्यो आई थिङ्क लभ गर्ने मान्छेले एक्सेप्टेन्स गर्नलाई ओपन अप हुनुपर्छ जस्तो लाग्छ पनि हुनुपर्छ लभ गर्नु तर अहिलेको छैन है अहिलेको जेनेरेसनमा छिस्रीको के होस् ए यो त यस्तो केटी ल जा भएको हो एक्ज्याक्टली लभ मात्रै होइन यो रिलेसनको हरेक पार्टमा एक्सेप्टेन्स पनि जरुरी छ र कम्प्रोमाइज पनि जरुरी छ जस्तै मैले चाहिँ सामान्य गल्तीहरू कहिले काहीँ गर्न पाउने अरे मैले माफी माग्न पनि पाउने अरे होइन सानो गल्ती मान्छेबाट हुँदैन र भन्न पनि पाउने अरे म सानो बन्दिनँ नि पाउने अरे ठुलो बन्दिनँ नि पाउने अरे तर मेरो पार्टनरले चाहिँ किन नपाउनु होइन त्यो कुरा त बुझिदिने त मेरो दायित्व हो नि त आफ्नो रेस्पोन्सिबिलिटीबाट चाहिँ भाग्ने अनि यो मान्छे खराब छ तर सोचिँदैन नि हामीले त्यो सोचे मात्रै हो तर प्र्याक्टिकली गर्ने बेलामा होइन गर्नुपर्छ चेन्जेस भन्ने कुराहरू लिएर आउनुपर्छ थाहा छ आउनु पर्ने हो तर आइसक्दैन हो त होइन थाहा छ भने त्यसलाई अप्लाई पनि गर्नु जरुरी छ होइन थाहा मात्रै पाएर त हुँदैन नि त रावणलाई त यो स्वर्गसम्म जाने सिँढी बनाउनु मन थियो अरे उसलाई त त्यो आउँथ्यो पनि रे होइन तर बनाएन किन अब आएर मात्रै भयो त बनाउनु पनि पर्यो नि त होइन त्यो बनाएको भए त उसलाई भगवान्भन्दा ठुलो दर्जामा राख्थ्यो होला मान्छेहरूले अब उसको त्यति नै लेखा रहेछ होइन त्यो त एउटा पार्ट भयो त एउटा स्टोरी भयो अथवा त्यही त मलाई चाहिँ त्यही नै मलाई लाग्ने चाहिँ ओके अब अलिकति टपिकलाई अझ रमाइलो बनाउँदै लिएर जाउँ जस्तै यो रिलेसनसिप लभ जुन ह्यापन भइरहेको टाइममा हुन्छ एकदम माया हुन्छ एकदम कन्भर्सेसन हुन्छ एकदम केयरिङ भाइब्स आउँछ एकदम एक पलको लागि पनि टाढा नहौँ जस्तो लाग्छ सुरुमा अथवा वाट एभर इन बिट्विन होइन त्यो भइरहेको छ त्यो चाहिँ एउटा स्टेज अनुसार भइ नै राख्छ जस्तो भनौँ न एउटा रिलेसनमा हुने बेलासम्म त केयर भए पनि एउटा अलिकति हुन्छ क्या लभ अलिकति कम होला तर केयर चाहिँ स्टिल भइरहेको छ होइन भने ब्रेकअप जब एउटा सानो कुराबाट हुन्छ मिसअन्डरस्ट्यान्डिङबाट हुन्छ अनि भोलिपल्ट त्यो मान्छे चाहिँ ढुङ्गासरी कसरी हुन सक्ने अथवा हुने केटीहरू मेनली त्यस्तो हुन्छ र हुँदैन र भोलिपल्ट ढुङ्गासरी जस्तै यस्तो हो म चाहिँ यो कुरालाई कसरी डिफाइन एक्सलाई कसरी हेर्छौँ किन रङ वेमा हेर्छौँ भन्ने खोजेँ नि त हजुरले सो मलाई चाहिँ के लाग्छ भने अब रिलेसनसिपमा बस्दाखेरि केटीहरू चाहिँ बढी इमोसनली एट्याच्ड हुने हो क्या कम्पेरिटिभली केटाहरूभन्दा केटाहरू सोसली एट्याच्ड होला तर इमोसनल्ली चाहिँ अब सबै त भन्दिनँ तर प्रायः जस्तो चाहिँ केटीहरू चाहिँ धेरै बढी इमोसनल्ली एट्याच भएको खण्डमा चाहिँ अनि जब त्यो एक्सपेक्टेसन्सहरू हुन्छ नि एउटा इमोसन्स एट्याच हुन्छ नि त केटीहरूको अनि एक्सपेक्टेसन्स धेरै हुन्छ कि जब इमोसनली एट्याच हुने बित्तिकै एक्सपेक्टेसन्स हाई हुने भइहाल्यो अनि एक्सपेक्टेसन्स हाई भएको लेभलमा अब ल यस्तो गरौँला उस्तो गरौँला यहीसँग बिहे होला हुन्छ नि यही नै मेरो बच्चाको बाउ बन्ला योसम्म पनि सोचिन्छ नसोचे नि होइन सो त्यो लेभलको एक्सपेक्टेसन भएको मान्छे भोलिको दिनमा गएर अल अफ सर्टेन स्ट्रेन्जर ल आजदेखि त मेरो होइन म तेरो होइन भन्दाखेरि चाहिँ त्यो कुरा एक्सेप्ट गर्न गाह्रो हुन्छ क्या केटीहरूलाई सो त्यही भएर चाहिँ उनीहरूले ढुङ्गासरी नै ट्रिट गर्ने हो मलाई चाहिँ लाग्छ है अब यत्रो माथि दर्जा दिँदा त यो कोही होइन रहेछ भने यसलाई किन म हेर्ने जस्तो त्यो वेबाट चाहिँ केटीहरूले सोध्छ कि त्यो कसरी सकेको वुमनहरू त्यस्तो साह्रो स्ट्रङ कसरी भए त्यसलाई चाहिँ अब त्यसमा केटाको नि गल्ती छ भन्न मिल्छ नि केटाको त गल्ती नै छ दुईजनाकै गल्ती छ त्यहाँ त होइन अब रिलेसन नै त्यसको लागि चाहिँ सुरुमै लाइक जस्तै कस्तो देखिन्छ भन्दाखेरि चाहिँ यो ब्रेकअप भइसकेपछि चाहिँ चिन्दै नचिनेको जस्तो बन्नुपर्ने अथवा ब्लकै गर्नुपर्ने जरुरी हो पनि होइन पनि कसरी एक्सप्लेन गर्नुहुन्छ हजुर ब्रेकअप भएको केही समयसम्म गर्दा केही फरक परेन अब त्यो इमोसनली डिट्याचमेन्टको पार्ट हो त्यो भनेको चाहिँ अनि एउटा टाइम पछि चाहिँ ल वी क्यान बी फ्रेन्ड्स भनेर जाँदाखेरि केही फरक पर्दैन आइएम फ्रेन्ड विथ माई अल एक्सेस केही फरक पर्दैन केही फरक परिरहेको छैन झन् धेरै मजा आउँछ कि त्यो हुन्छ नि पहिला अर्कै रूप देखाउँछ नि त त्यो मान्छेहरूले एकदमै लभर गर्ल लभर बोय बेबी गुड मर्निङ अनि अल अफ सडन के चाल्यो सो नर्मलाइज गर्नुपर्छ जस्तो लाग्छ मलाई एक्ससँग फ्रेन्डसिप गर्नु पनि ठिक हो एउटा टाइम पछि ठिकै हो काइन्ड अफ होइन
तर ठिकै हो, त्यो आफ्नो डिपेन्ड्स अपन मान्छे टु मान्छे होइन। कसैलाई चाहिँ मेसअप राख्नु मन लाग्दैन, कसैलाई चाहिँ ठिकै छ चलेगा होइन। कसैलाई चाहिँ त्यो मेस्टअप इन्भाइरोमेन्ट राख्नु मन पर्दैन, ब्रोकन हार्ट्सहरू किनभने मेरो नजिक हुन्छ नि त होइन। त्यो आफ्नो एउटा लाइफलाई कसरी लिने अथवा चाहिँ कसरी लिइन्छ आफ्नो आफ्नो पर्सपेक्टिभको कुराहरू रह्यो यो चाहिँ होइन। ओके ल, अब चाहिँ मलाई थोरै हजुरले चाहिँ यो जस्तै हामीले मान्छेहरूसँग चाहिँ डिल गर्दाखेरि जस्तै बोल्दाखेरि होइन, हजुर त पहिलेदेखि एक्सट्रोभर्ट हुनुहुन्थ्यो त्यो भएर खासै प्रब्लम भएन होला। तर म जस्तो इन्ट्रोभर्ट्सहरू जुन जमानाको इन्ट्रोभर्ट्स अनि अहिले चाहिँ आएर अलिकति एक्सट्रोभर्ट्स भइराखेको छौँ होइन। अनि त्यो एडप्ट हुन चाहिँ कति गाह्रो भयो भन्ने कुरा चाहिँ मलाई थाहा छ होइन। तर हजुरलाई चाहिँ लाइक यो एक्सट्रोभर्टलाई चाहिँ कसरी चाहिँ पोसिबल भइरहेको छ यो एक्सट्रोभर्ट हुन? भन्नाले नबोल्नु सजिलो हो नि त खासमा, एक्सट्रोभर्ट हुने एकदमै गाह्रो हो। एक्ज्याक्टली मैले त्यही भनेको क्या, अब इन्ट्रोभर्ट त नबोल्दै सक्यो। एक्ज्याक्टली मलाई चाहिँ के लाग्यो, मान्छेहरू भन्छ नि होइन लाइक इन्ट्रोभर्टै नराम्रो हो, कस्तो नबोल्ने मान्छे हुन्छ नि, कस्तो घुलमिल हुन नसक्या भनेर मान्छेहरूले चाहिँ इन्ट्रोभर्टलाई नेगेटिभ भन्छ। तर आई फिल बिङ एक्सट्रोभर्ट हुनु एकदमै गाह्रो छ कि। अनि एक्सट्रोभर्टहरू एक्सट्रोभर्ट किन भइरहेको छन्? आई डोन्ट नो, त्यो नेचर के नबोलिकन बस्नै नसक्ने हुन्छ होइन, गाह्रो हुन्छ। एक्ज्याक्टली। म त कहिलेकाहीँ यसो सोध्छु कि अब काहीँ ग्रुपमा हुन्छ नि, काहीँ मासमा गइहाल्यो भने म आफै बोल्न जान्छु कि मान्छेहरू के छ हालखबर, सन्चै हुनुहुन्छ के छ, अनि अल अफ सडन विच इज नट होइन। अनि आई नो द्याट कि त्यो नर्मल होइन भन्ने कुरा मान्छेले यस्तो नि गरिरहेछ नि, मलाई थाहा छैन। अनि अल अफ सडन मलाई चाहिँ त्यस्तो हुन्छ है पर्सनली। अनि अल अफ सडन म आफ्नो हुन्छ नि चिनेकै मान्छे तर धेरै लङ टाइम पछि भेटेको मान्छेहरूलाई नि इजिली आफ्नो कुराहरू सेयर गरिदिरहेको हुन्छु क्या। मेरो त्यस्तो भएको थियो नि, मेरो त त्यस्तो भयो नि, ला हो र हुन्छ नि। अनि घर आएर मलाई ला मैले त्यो मान्छेले किन भने सिट नभन्नुपर्ने रहेछ कुरा हुन्छ नि, त्यस्तो चाहिँ हुन्छ। मेनली यो केटीहरूसँग चाहिँ धेरै हुने हो, केटा एक्सट्रोभर्ट त्यस्तै हुन्छ क्या। एक्सट्रोभर्ट सबै इभन मलाई सबसे गाह्रो भएको चाहिँ कहिले भन्दाखेरि म यो 11-12को भाइ बहिनीहरूलाई क्लासेसहरू दिन्थेँ कि, ट्रेनिङहरू, यही फ्रेसर्सहरू हुन्छ नि मोडलिङको पर्सनालिटी डेभलपमेन्ट क्लासेसहरू दिन्थेँ म कलेजहरूमा गएर। अनि अब उनीहरू भनेको त टिनेजर बच्चा, अब आफूभन्दा सानै हो नि त भाइ बहिनीहरू, 5-6 वर्षै सानो हुने। अनि उनीहरूसँग अब एक्सट्रोभर्ट नेचर आफू त। अनि लाइक हामी यस्तै टेबल टक सेसन्सहरू पनि राख्थ्यौँ क्या पर्सनालिटी डेभलपमेन्ट क्लासेसमा। अब अहिले त धेरै जस्तो बढी लाइक हाम्रो यो जेनजी बच्चाहरू सबैजना इन्ट्रोभर्टै छ नि त होइन। अनि मलाई चाहिँ त्यो अलिकति मान्छेहरू खुलोस् लाइक फ्लेक्सिबल होस् भनेर चाहिँ कम्युनिकेसन्स क्लासेसहरू पनि राख्थेँ म होइन। अब बोल्दै जाँदाखेरि म त म्याम बनेर गएको थिएँ। म्यामले लभ लाइफ सुनाइसक्यो, स्टुडेन्ट सबै सक्दै। अनि म घर आएर सेट मैले किन यस्तो भने जस्तो फिल हुने क्या, मलाई धेरैचोटि यस्तो भएको। ओके ल, थ्याङ्क यू सो मच रोजी, आज धेरै कुराहरू गर्न पाइयो र यो मौकाको लागि हजुरलाई धेरै धेरै धन्यवाद तथा बधाई दिन चाहन्छु। धेरै धेरै खुसी लाग्यो मलाई पनि, यो पोडकास्टमा आउन मलाई अस्ति नैदेखि इच्छा थियो। आज आई डोन्ट नो कहाँबाट मलाई सम्झिनु भयो होइन, एकदमै खुसी लाग्यो मलाई। होप फेरि हामी पोडकास्टमा मलाई फेरि बोलाउनु हुन्छ भन्ने मलाई आश छ। स्योर भइहाल्छ। आजको टियर स्ट्रकको एपिसोड अहिलेसम्म हेरिदिनु भएका हाम्रो सबै भ्युअर्सहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। थ्याङ्क यू सो मच सबैजनालाई, धेरै माया दिनु होला र अहिलेसम्म माया देखाउँदै आइराख्नु भएको छ, माया गर्दै जानु होला। जति माया पायौँ हामी त्यति फुर्किनेछौँ र त्यति नै एनर्जेटिक हुँदै अगाडि बढ्नेछौँ। र आजको एपिसोड पक्कै पनि मन पराइदिनु भएको होला भन्ने मैले विश्वास गरेको छु। र रोजी म्याम चाहिँ हाम्रो मुभी फिल्डमा हुनुहुन्छ होइन। गाइज मेरो आफ्नो युट्युब पनि छ, मुभी महल अफिसियल। सो हजुरले सब्सक्राइब गरिदिनु होला, मेरो सर्ट भिडियोजहरू त्यहीबाट अपलोड हुन्छ, सब्सक्राइब गरिदिनु होला उहाँलाई। र कहिलेकाहीँ एफआइपीमा उहाँको भिडियो आयो भने स्किप नगरिदिनु होला, प्लिज लाइक सेयर स्किप नगरिदिनु। ओके, यो अनपेड प्रमोसन पछि गाइज सरी, यस्तै हुन्छ हाम्रो फ्रेन्डसिप लास्टमा गएर देखिसक्यो। ओके ल, आजको एपिसोडको एन्डिङमा हामी आइसकेका छौँ र सबै भ्युअर्सहरूलाई थ्याङ्क यू भन्न चाहन्छु। र अर्को एपिसोड छिटै आउँदैछ
र त्यसको लागि रेडी हुनु होला र आजको एपिसोड चाहिँ लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र साथीहरूलाई सेयर गरेर सहयोग गरिदिनुहुन्छ भन्ने मैले पुरा आश गरेको छु र थ्याङ्क यू सो मच फर वाचिङ गाइज। बाई बाई, टेक केयर, सी यू। बाई।